आज हामी धेरै दिनपछि चाहिँ समुद्रमा लेकमा माछा मार्न गएको। त्यसपछि फेरि उता समुद्रमा चाहिँ क्लाम्स मार्न भनेर गएको। यो कोइला नेपालमा अब इन्डियामा भए त खोलाको छेउमा चाहिँ कोइला देखेर मान्छे डरालेको होला भन्छ, तर यहाँ चाहिँ मान्छेले समर टाइममा चाहिँ उमा 4 जुलाई अनि यस्तोमा चाहिँ आगो बालेर बस्ने, समुद्र खोला छेउमा चाहिँ इन्जोय गर्ने। मेरो नातिले फेरि क्र्याप, उसलाई फेरि यस्तो मनपर्छ कि एनिमल्सहरू। कति राम्रो खोलाको छेउमा कुकुरलाई कति रमाइलो लागेको के। कस्तो ठुलो समुद्रको छाल छ, त्यसमा मेरो नाति फेरि इन्जोय गरिरहेको छ। म पछि छु। मलाई पनि अति नै मनपर्ने के यो समुद्र खोला। म र मेरो नातिले चाहिँ हाट बनाएको अरे उल्टा पुल्टा भएको छ कि केही राम्रो भएको छैन। केही राम्रो भएको छैन। कस्तो राम्रो लागेको के ठाउँ त कस्तो राम्रो लाग्ने के। यहाँ टाढाबाट निलो आकाश, माथिबाट बादल झरी पर्न थालेको, अनि समुद्रको छाल। गर्मी दिनमा भएको त अब यति मजा आउँथ्यो, तर जाडो दिन भयो भने मलाई त एकदमै मनपर्छ क्या। मेरो नातिनीले पनि पछि आएर सानो हाड बनाउँदैछन्। हामीले बनाएको देखेर उनलाई पनि एकदम रहर लाग्यो कि त्यो बनाउँदैछन्। अनि अब धेरैजना त मान्छे थिएन, तर मलाई चाहिँ एकदम मनपर्ने भएको भएर चाहिँ त्यहाँ पनि जस्तो जाडो त थियो। मान्छे स्नो यताउति घुम्न जान्छ, हामी चाहिँ समुद्रको छेउमा घुम्न गएको कि। तर यो फेब्रुअरीको महिनामा त यस्तरी जाडो हुन्छ नि त अमेरिकाको यो वासिङटन स्टेटमा। तर यो ओरिगनतिर हो। बस कस्तो रमाइलो लागेको के समुद्रको छालमा। गर्मी दिन भएको त म यति चाहिँ त्यहाँ छेउमा पुग्थेँ, साध्य छैन। त्यही पनि मलाई फोटो खिच्ने, भिडियो बनाउने आफ्नो एकदम रहर लाग्छ नि त। धेरै दिनमा हामीलाई छोराले घुमाउनु लगेको थियो। पानी पर्नलाई ठिक्क परेको छ। पानीले अब हामीलाई लखट्न सक्छ है। नभन्दा यस्तो पानी पर्यो, सबै त दुरे, म चाहिँ दुख्दैछु। नातिले मलाई